आज हाम्रो दमकमा हाम्रो मामी दाइ आउनुभएको रहेछ हुनुहुन्छ। अहिले पनि हेर्नु यहाँ पुस्तक किनेको छु उहाँको र सबैजनाले आएर यसरी नै पुस्तक किनिदिनु होला। हाम्रो भावी पुस्ताहरूको लागि र युवाहरूको लागि राम्रो हुने गरी दमकमा आउनुभएको छ हाम्रो मामी दाइ। उहाँलाई पुस्तक किनेर सहयोग गर्नु होला र हाम्रो आविष्कारलाई धेरै अगाडि बढाइदिनु। उहाँको ज्ञानले उहाँको प्रवचन उहाँको हामीलाई आशीर्वाद नै केही भन्न हुन्छ। सरकारले कि तपाईँको मध्येको जर्मनी अगाडि लेखेको छ। हेर्नुहोस् पुस्तक किन्ने कार्यक्रम जारी भइरहेछ। देशको मान कल्पना यसलाई चाहिँ तपाईँको परिचय गर्नेछ। मामी पनि दाइ आउनु भएको छ दमकमा। हेर्नु पुस्तक लिएर आज अलिक दिन बस्नुहुन्छ। पहिलोचोटि हो नि दमक अगाडि नै आउनुभएको प्राय सेयरहरू लाइकहरू गरिराखेको हुन्छ दाजु तपाईँलाई हरेक श्रेष्ठ। मैले गर्छु भन्नु भने दाजु हाम्रो आउने उहाँको नै खिचिदिउँ न। यही हुनुहुन्छ मामी सर। ल हेर्नुहोस् मामी सरलाई यो मौकाको फाइदा उठाउनु। ल आयो मौका फर्किँदैन, भगेको खोला फर्किँदैन। ल मामी पुस्तक किताब पनि के तपाईको हामी घर फर्किँदैन। फोटो पनि खिचिदिनु न तपाईकोबाट फोटो गर्नु उताबाट भिडियो गर्नु। ल ल ल ल ल सबै आएको किताब गरेर पनि को भर्तीमा थुप्रै छ आजसँग आउनुहोस्। ल तर हामी गाउँमा सेड्युल पनि हिँडिरहन्छौँ। अब यो सेड्युलको टाइम सकिन लाग्यो। हामी यहाँबाट मेसिन लगाएको छ। त्यसले गर्दाखेरि होइन एउटा आफैले साथीलाई दिनु होइन सबैको त्यही गरे सबै तिनीहरूले अघि भर्खर पनि पाँचवटालाई एकजनाले सबैलाई उहाँले यो पुस्तक किने तापनि हाम्रै देशको लागि हुने भविष्य कर्णदाताहरूको भविष्यलाई काम गर्नुभएको छ, त्यसको लागि काम गर्नुभएको छ। उहाँको लागि त हामी धेरै खुसी छौँ। किताब लिएर राष्ट्रको लागि राष्ट्रको लागि हामीलाई आवश्यक छ देशमा। र तपाईँहरू कोही साथीभाइ आउनु एउटा फोटो पनि हाल्नु पऱ्यो। फोटो भयो फोटो हाल्नु